नमस्कार, तपाईहरूलाई स्वागत छ आजको पडकास्ट सपना र शहीद हाम्रो गाउँको कथामा। आज हामी बोल्दैछौँ ती सपनाहरूको बारेमा जुन देखिएका थिए भिर पहाडका गुफामा, ती शहीदहरूको बारेमा जसले परिवर्तनका लागि आफ्नो सास, आफ्ना सन्तान र आफ्ना सपना सुम्पिए देशलाई। 2052 सालको जनआन्दोलन, जसलाई हामी माओवादी जनयुद्ध भनेर चिन्छौँ, त्यो केवल युद्ध थिएन, त्यो एउटा परिवर्तनको प्रयास थियो। हाम्रो गाउँका युवा, बुढा, आमा, शिक्षक सबैले कुनै न कुनै रूपमा भूमिका खेले। गुफामा बसेर योजना बनाउने नेतादेखि लुकेर रासन पुर्याउने दिदीसम्म सबै यो आन्दोलनका सिपाही थिए। गाउँकै एउटा नेताले आफ्नै बनाएको गुफा प्रयोग गरेर आन्दोलन चलाए। अन्ततः उहाँलाई त्यही गुफा नजिकै समातियो र हत्या गरियो। आज त्यही गुफा मौन छ, चिहान बोल्दैन, तर ती बलिदानका आवाजहरू आज पनि हामीलाई सोधिरहेका छन्, के यही हो त्यो परिवर्तन? आज हामी के देख्दैछौँ? देशमा रोजगारी छैन, भ्रष्टाचार चरम सीमामा छ, युवाहरू 10 मध्ये 8 जना विदेश छन्, गाउँका शहीदका छोराछोरी अझै पनि सामान्य शिक्षा पाउन सङ्घर्षरत छन्। हाम्रा नेताहरू विदेशी गाडी चढ्छन्, विदेशमा उपचार गर्छन्, तर परिवर्तन ल्याउने शहीदका परिवार अझै झुम्पडीमै छन्। के यही थियो शहीदको सपना? हाम्रो गाउँका शहीदको घर हेरौँ, छानाबाट पानी चुहिन्छ, ढोका बाङ्गिएको छ, नाम कहीँ छैन, सम्मान कहीँ छैन। उहाँको बलिदान इतिहासको किताबमा सीमित छ, व्यवहारमा होइन। यही हो त परिवर्तन? हामीले बोल्नै पर्छ, हामीले सरकारलाई सम्झाउनै पर्छ। शहीदका परिवारको सम्मान गरियोस्, गाउँका नाम र योगदान स्मरण गरियोस्, शहीदका नाममा स्कुल, स्वास्थ्य केन्द्र, कार्यक्रम बनाइयोस्, भ्रष्टाचार अन्त गरियोस्, गाउँमै रोजगारी सृजना गरियोस्, किनकि शहीदको सपना अझै अधुरो छ। शहीद मरेका होइनन्, उहाँहरूको सपना मरेको छैन। मरेका छौँ त हामी, जो मौन छौँ, जो व्यवस्था गर्छौँ। तर अब मौन तोडौँ, आवाज उठाउँ, सपना पूरा गरौँ। सपना शहीदको थियो, अब त्यो जिम्मेवारी हाम्रो हो। सपना र शहीद हाम्रो गाउँको कथा सुन्नु भएकोमा धन्यवाद। पुनः भेटौँला अर्को गहिरो सन्देशसँग। जय नेपाल।